Hello everyone. आज चाहिँ म यो रसमलाई बनाउँदैछु साह्रै खानु मन लागेर किनभने जस्तो कि हाम्रो घरमा हुन्छ होम टाउनमा हुन्छ मिठाई दोकानतिर पाउँछ रसमलाई त्यस्तो चाहिँ यहाँ पाउँदैन नि त यहाँ चाहिँ अलिकति मतलब त्यो दुधको ग्रेभी पनि पतला हुन्छ हो मलाई मन नै पर्दैन क्या त उताको कस्तो मिस गर्छु नि त कि अन्त त्यही भएर चाहिँ साह्रै बनाउनु मन लागेर चाहिँ एकताल चाहिँ मैले ट्राई गरेको नि तर फर्स्ट टाइम मैले यो ट्राई गरेको तर यति दामी भयो कि बिलिभै गरिनँ कि मैले नै बनाएको भनेर तपाईँहरू पनि घरमा बनाएर ट्राई गर्नुहोस् कति राम्रो हुन्छ सेम हाम्रो उताको मिष्टी दोकानको जस्तो टेस्ट एकदम मिठो भयो दामी भयो